नमस्कार। भर्खरै एसई परीक्षा दिएर बस्नुभएका विद्यार्थीहरूका लागि काठमाडौँ महानगरपालिकाले एउटा महत्त्वपूर्ण अवसर ल्याएको छ है। हो, एकदमै। शैक्षिक सत्र 2082-83 को लागि कक्षा 11 र 12मा छात्रवृत्तिमा पढ्न चाहनेहरूका लागि प्रवेश परीक्षाको घोषणा भएको छ। अझ हामी यसमै अलिक गहिरिएर कुरा गरौँ। महानगरको शिक्षा विभागले 2082 साल असार 18 गते निकालेको सूचनामा आधारित रहेर हुन्छ। यसको मुख्य उद्देश्य भनेको आवेदन प्रक्रिया, परीक्षा कस्तो हुन्छ, को योग्य हुन्छ, अनि त्यो छात्रवृत्ति कोटा कसरी बाँडिन्छ भन्ने कुराहरू होइन, सरल तरिकाले बुझाउनु नै हो। ताकि भर्खर एसई दिएकालाई सजिलो होस्। ल सुरु गरौँ। खासमा यो के हो त यो परीक्षा? यो चाहिँ काठमाडौँ महानगरभित्रका निजी मतलब संस्थागत विद्यालयहरू छन् नि, हो, तिनीहरूले दिनुपर्ने कम्तीमा 10% छात्रवृत्ति कोटा हुन्छ। हो, त्यही कोटामा विद्यार्थी छनौट गर्न लिइने परीक्षा हो यो। त्यो 10% को लागि हो। यो परीक्षा पास गरेर योग्यता क्रममा परेकाले चाहिँ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा कानून आफूले रोजेको विषयमा छात्रवृत्तिमा पढ्न पाउँछन्। निकै राम्रो अवसर रहेछ। त्यसो भए कसले दिन पाउँछन् त यो परीक्षा? योग्यता के छ? यसमा मुख्यतया त 2081 चैत्रमा एसई परीक्षा दिएर ग्रेड पाएका विद्यार्थीहरू उहाँहरूले आवेदन दिन सक्नुभयो। भर्खरै दिएकाहरूले? हो, अनि नेपालभरिका सरकारी मतलब सामुदायिक विद्यालयबाट एसई पास गरेकाहरू पनि योग्य छन्। सरकारी स्कुल पढेका सबैले पाउने भए आवेदन दिन। अनि काठमाडौँ महानगरपालिकाकै स्थायी बासिन्दा हुनुहुन्छ भने पनि पाइयो। काठमाडौँका स्थायी बासिन्दाले नै पाउने? अरू अर्को छ त्यो ल्यान्डफिल साइट प्रभावित क्षेत्र भनिएको छ नि, नुवाकोट ककनी गाउँपालिकाको वडा 1, 2, 3 र धादिङ धुनीबेसी नगरपालिकाको वडा 1, 3, 4 का स्थायी बासिन्दा। ती क्षेत्रका बासिन्दालाई पनि? अनि अर्को एउटा समूह पनि छ, कक्षा 10 सम्म निजी स्कुलमै तर छात्रवृत्तिमा पढेका विद्यार्थीहरू। उनीहरू पनि योग्य छन्। ओहो, यसले त धेरैलाई समेट्ने रहेछ। हो, पहुँचको दायरा फराकिलो बनाउन खोजेको देखिन्छ। अब महत्त्वपूर्ण कुरा, मितिहरू। आवेदन कहिलेदेखि कहिलेसम्म? अनलाइन आवेदन खुला भइसकेको छ 2082 आषाढ 18 गतेदेखि, अनि आषाढ 27 गते राति 11:59 गतेसम्म भर्न पाइन्छ। 27 गते रातिसम्म? शुल्क नि? शुल्क लाग्दैन, निशुल्क हो यो आवेदन। त्यो त धेरै राम्रो। अनि प्रक्रिया कसरी भर्ने? यो अनलाइन मात्रै भर्नुपर्छ। महानगरको वेबसाइट kathmandu.gov.np मा गएर वा सिधै entrance.kathmandu.gov.np मा गएर भर्न सकिन्छ। अनलाइन मात्रै है? हो, अनलाइन मात्रै। अनि फर्म भर्दा नै आफूले पढ्न चाहेको विषय जस्तो साइन्स हो कि म्यानेजमेन्ट एउटा छान्नु पर्यो। एउटा मात्र? एउटा मात्र। अनि कुन कुन कलेजमा पढ्न रुचि छ त्यसको प्राथमिकता क्रम पनि त्यही बेला भर्नुपर्छ। कलेज पनि रोज्नुपर्ने? प्राथमिकता अनुसार। अनि आफ्नो व्यक्तिगत विवरण, फोटो, एसई को सिम्बोल नम्बर, जीपीए, जन्ममिति, सम्पर्क नम्बर, इमेल, अभिभावकको नाम, ठेगाना, नागरिकता वा जन्म दर्ता नम्बर जस्ता कुराहरू भर्नु पर्यो। कागजातहरू नि के अपलोड गर्नुपर्छ? पर्छ। चारित्रिक प्रमाणपत्र वा ट्रान्सफर सर्टिफिकेट, त्यो छैन भने स्कुलको सिफारिस भई पनि हुन्छ, त्यो अपलोड गर्नुपर्छ। आरक्षण समूहमा पर्नेहरूले नि? हो, त्यो महत्त्वपूर्ण छ। यदि कुनै आरक्षण समूह जस्तो महिला, जनजाति, दलित, मधेसी, खस आर्य, अपाङ्गता भएको, पिछडिएको क्षेत्र आदिमा दाबी गर्ने हो भने त्यसलाई प्रमाणित गर्ने आधिकारिक कागजात अनिवार्य अपलोड गर्नुपर्छ। अनि सूचनामा अनुसूची भनेर पनि लेख्या छ नि, त्यो के हो? त्यो अनुसूचीहरू भनेको चाहिँ खास ढाँचाको सिफारिस पत्र हो। जस्तो कोही सामुदायिक विद्यालयबाट पढेको हो भने त्यसको प्रमाण चाहियो नि त, त्यसको लागि अनुसूची 1 बमोजिमको सिफारिस। ढाँचा दिएको छ। छात्रवृत्तिमा पढेको हो भने अनुसूची 2 बमोजिमको सिफारिस। त्यो ढाँचा डाउनलोड गरेर भरेर सम्बन्धित ठाउँबाट प्रमाणित गराएर अपलोड गर्नुपर्छ। बुझे। अनि सबमिट गर्नु अघि एकचोटि रुजु गर्न मिल्छ? मिल्छ।
प्रिभ्यू भन्ने अप्सन हुन्छ। सबै विवरण ठिक छ कि छैन, भरेको कागजात मिल्यो कि मिलेन, राम्रोसँग हेरेर मात्र सबमिट गर्नुपर्छ। महानगरले कन्फर्म गर्नु अघि सम्पादन गर्न पनि मिल्छ। ल, यो त भयो आवेदनको कुरा। अब परीक्षाकै बारेमा कुरा गरौँ। कस्तो हुन्छ परीक्षा? पाठ्यक्रम के हो? परीक्षा कक्षा 10 कै पाठ्यक्रममा आधारित हुन्छ। खासमा 3वटा अनिवार्य विषय: गणित, विज्ञान र अङ्ग्रेजी। कक्षा 10 को? हो, कक्षा 10 को। गणितबाट 30 प्रश्न, विज्ञानबाट 30, अङ्ग्रेजीबाट 30 अनि सामान्य ज्ञानबाट 10 प्रश्न। जम्मा 100वटा प्रश्न। सबै अब्जेक्टिभ, मतलब बहुवैकल्पिक? हो, सबै बहुवैकल्पिक प्रश्न, एमसीक्यूज। प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा हुन्छन्। दुवै भाषामा। पूर्णाङ्क 100 भयो। पास हुन कति ल्याउनुपर्छ? पास हुन न्यूनतम 40 अङ्क ल्याउनुपर्छ, 40%। अनि त्यो ओएमआर सिट प्रयोग हुन्छ हैन, गोला लगाउन? हो, ओएमआर सिट प्रयोग हुन्छ। अनि राम्रो कुरा के छ भने नेगेटिभ मार्किङ छैन। गल्ती गरेमा अङ्क काटिँदैन। त्यो त सजिलो भयो। समय कति हुन्छ? 2 घण्टाको समय हुन्छ, बिहान 8 बजेदेखि 10 बजेसम्म। परीक्षा मिति नि? परीक्षा मिति चाहिँ 2082 श्रावण 3 गतेलाई तोकिएको छ। श्रावण 3 गते, बिहान 8 बजे। परीक्षा केन्द्र चाहिँ? परीक्षा केन्द्रहरू कहाँ हुन्छन् भनेर चाहिँ पछि सूचना आउँछ। महानगरपालिकाभित्रकै स्कुलहरूमा हुन्छ। अनि परीक्षा हलमा के नियम हुन्छन्? छोटोमा भनिदिनुस् न। सामान्य नियमहरू नै हुन्। इलेक्ट्रोनिक सामान, मोबाइल, स्मार्ट घडी जस्ता कुरा लैजान पाइँदैन। परीक्षा सुरु हुनुभन्दा कम्तीमा 1 घण्टा अगाडि पुगिसक्नुपर्छ। अनि कालो पेन चाहिन्छ हैन? हो, कालो जेल पेन अनिवार्य चाहिन्छ ओएमआर भर्नलाई। अनि आफ्नो सिम्बोल, नम्बर, नामहरू ओएमआरमा सही तरिकाले भर्नु पर्यो। चिट छोड्न त पाइएन। ठिक छ। अब अलि जटिल देखिने विषयमा जाउँ, त्यो छात्रवृत्ति कोटाको बाँडफाँड। सूचनामा हेर्दा त अलि घुमाउरो लाग्यो। हो, त्यो अलि विस्तृत छ। सरल भाषामा भन्दा सुरुमा विद्यालयले दिने न्यूनतम 10% सिट छ नि, हो, त्यसलाई 100% मान्ने। अनि त्यो 100%बाट विभिन्न समूहलाई छुट्याउने। कसरी? जस्तो त्यो 100% मध्ये 40% सिट चाहिँ सामुदायिक विद्यालयबाट एससीई दिएका विद्यार्थीका लागि जान्छ। 40% सरकारी स्कुललाई? हो। अनि काठमाडौँ महानगरका स्थायी बासिन्दाका लागि 14%। 14%। अनि संस्थागत विद्यालयमै छात्रवृत्तिमा पढेर आएकालाई 5%। र त्यो ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई 1%। यो पहिलो चरणको बाँडफाँड भयो। हो, यो मुख्य भयो। अब यसरी बाँड्दा पनि केही प्रतिशत बाँकी रहन्छ नि, लगभग 40% जति रहन्छ। हो, त्यो बाँकी रहेको 40%लाई फेरि 100% मान्ने। अनि त्यो सिट चाहिँ सामुदायिक विद्यालयबाट एससी दिने विद्यार्थीहरू भित्र पनि आरक्षण समूहहरूका लागि छुट्याइन्छ। त्यो भित्र पनि आरक्षण? हो, त्यसमा चाहिँ महिलालाई 33%, आदिवासी जनजातिलाई 15%, मधेसीलाई 12%, खस आर्यलाई 17%, दलितलाई 9%, मुस्लिमलाई 2%, थारूलाई 4%, अपाङ्गता भएकालाई 2%, पिछडिएको क्षेत्र सूचनामा जिल्लाहरू तोकेको छ लाई 4%, अनि शहीद बेपत्ता द्वन्द्व पीडित परिवारका लागि 2%। बाप्रे, यो त निकै विस्तृत रहेछ त। हो, निकै तहगत छ। यसले विभिन्न समुदायको पहुँच बढाउन खोजेको देखिन्छ, तर प्रक्रिया अलि जटिल चाहिँ पक्कै हो। अब नतिजा र भर्ना प्रक्रिया नि कसरी हुन्छ? परीक्षाको नतिजा चाहिँ योग्यता क्रम अनुसार, मतलब अङ्कको आधारमा र्याङ्किङ गरेर निकालिन्छ। अनि भर्ना? विद्यार्थीले आवेदन भर्दा रोजेको विषय र कलेजको प्राथमिकताको आधारमा सूची प्रकाशित हुन्छ। पूर्व मनोनयन सूची भन्छ त्यसलाई। त्यसमा नाम परेपछि 3 दिनभित्र तोकिएको कलेजमा भर्ना भइसक्नुपर्छ। 3 दिन मात्रै? हो, 3 दिन। यदि त्यो अवधिमा भर्ना भएन भने सिट खाली हुन्छ। अनि त्यो खाली सिटमा प्रतीक्षा सूची र ऱ्यापअप कोटा भन्ने हुन्छ, त्यहाँबाट पूर्ति गरिन्छ। एउटा महत्त्वपूर्ण कुरा सोध्नुपर्ने, यदि कसैले यो नतिजा आउनु अगाडि नै अन्त कतै भर्ना गरिसकेको रहेछ भने नि? हो, त्यो महानगरले स्पष्ट पारेको छ। यदि नतिजा आउनु अघि नै अन्यत्र भर्ना भइसकेको छ, पैसा तिरिसकेको छ भने पछि यो छात्रवृत्तिमा नाम निस्के पनि शुल्क फिर्ता गराउने वा स्थानान्तरण गर्ने काममा महानगरले सहजीकरण गर्दैन। त्यो विद्यार्थी आफैले व्यवस्थापन गर्नुपर्छ। यो चाहिँ विचार गर्नुपर्ने कुरा रहेछ। एकदमै। थप केही बुझ्नु परे वा केही समस्या परे कहाँ सम्पर्क गर्ने त? केही दुविधा भएमा महानगरको शिक्षा विभागमा सिधै सम्पर्क गर्न सकिन्छ।
वा उहाँहरूको कल सेन्टर छ, निशुल्क नम्बर 1660105511 अथवा 1880 फोन गरेर पनि सोध्न सकिन्छ। 1660105511 वा 1800। हस्। धेरै धेरै धन्यवाद। आजको छलफल निकै उपयोगी भयो होला। त्यसो भए संक्षेपमा भन्नुपर्दा एसई सकेर बसेका विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाको यो छात्रवृत्ति परीक्षा एक महत्त्वपूर्ण अवसर हो। निश्चय पनि। अनलाइन आवेदन दिने अन्तिम मिति फेरि एकपटक सम्झाउँ। 2082 आषाढ 27 गते राति 11:59 बजेसम्म नछुटाउनुहोला। एकदम। यो यस्तो विस्तृत योग्यता, कोटा र आरक्षणको व्यवस्थाले राजधानीमा गुणस्तरीय उच्च माध्यमिक शिक्षामा पहुँच बढाउने राम्रो प्रयास हो। तर सँगसँगै यति धेरै तहगत आरक्षणका प्रावधानहरू छन् नि, यसले अवसरको समानता र छनौट प्रक्रियाको व्यावहारिक जटिलता बीच कसरी सन्तुलन कायम गर्ला, यो आफैमा विचार गर्नुपर्ने पक्ष हो। यो प्रश्न निकै सान्दर्भिक छ। यसमा पक्कै पनि ध्यान दिनुपर्छ होला। आजलाई यति नै गरौँ। धन्यवाद। धन्यवाद।